मधेसमा बस्नुहुने मानिसहरूको यति बेला असार साउनको महिनामा धान रोप्ने बेला हो, तर हामी पाहाडमा बस्ने मान्छेको दिन चाहिँ कसरी बित्छ त ल आउनुहोस् आज हेरौँ है त मेरो भिडियोमा। ल साथीहरू एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। धन्यवाद। अलराइट गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। म नानीसँग बसेर बिहानै पानी परेको सिन हेरेँ, त्यस पछाडि गाडी लिएर हामी गाउँमा मान्छे पिकअप गर्न गइसक्यो। असार साउनको बेलामा मकै पाकेको सिन हेर्दै बाबा र मसी लागिसकेको छौँ गाना बजाउँदै उहाँहरूलाई पिकअप गर्न। आज चाहिँ हाम्रो गाडी एकदम खाली खाली नै थियो, बाबा र म थियो अनि एक दुईजना पेसेन्जर हुनुहुन्थ्यो। हाम्रो गाडीको यात्रा लागिसकेको छ झापासम्मको पहाडको सानो तिनो खोला नाला खोल्सीले गर्दाखेरि एकदमै हिलो बाटो पनि रहेको छ। यहाँ चाहिँ बन्दै रहेको छ हाम्रो गाउँको एकदमै दामी पोखरी र एकदमै पिचमा पनि दामी भ्यू आइरहेको थियो। अगाडि चाहिँ अटो कुदिरहेको थियो। यो चाहिँ रहेको छ कन्यामको डोको रिसोर्टको जङ्गल, एकदमै दामी सिन छ यो भित्र पनि। र आजको गाडीको यात्रा चाहिँ भने झापाको पलायन। मेरो चाहिँ काममा एकदमै पानीमा भिज्दै चिसो मौसमको मैले भिडियोको सिन पनि बनाएको छ। धन्यवाद। डु लाइक कमेन्ट सब्सक्राइब फर मोर अपडेट।